हामी यो पाटन दरबार क्षेत्रमा छौँ राजदरबारतिर भर्याङ पनि पूर्वकालीन राजाहरूको हातको साइज यसको थोरै जानकारी तपाईँले दिनुहोस् न यो के हो यो दिनु न यो तालचाको विशेष कुरा चाहिँ यो पुरै यो छानाहरू चाहिँ पुरै ढुङ्गाको रहेछ नमस्कार सबैजनामा अहिले चाहिँ हामी यो पाटन दरबार क्षेत्रमा छौँ अनि आज चाहिँ हामी यो पाटन दरबारभित्र हामी यहाँका हाम्रा पूर्व राजाहरू यहाँ कसरी बस्नुहुन्थ्यो उहाँहरूको हामी सम्पूर्ण यहाँका विभिन्न संरचनाहरू सङ्ग्रह गरेर राखेको छ ती कुराहरू तपाईँलाई देखाउनेछौँ यो चाहिँ ठ्याक्कै पाटन दरबारको यो चाहिँ प्राङ्गण रहेको छ यो वरिपरि चाहिँ देख्न सकिन्छ अनि पाटन दरबार मूल ढोका दरबार छिर्ने ढोका चाहिँ यहाँबाट सुरु हुन्छ यो चाहिँ ठ्याक्कै दरबार चारैतिर वरिपरि देख्न सकिन्छ भने यहाँ बिचमा चाहिँ प्राङ्गण रहेको छ यहाँबाट हामी माथि जाने हाम्रो राजाहरू चाहिँ बस्ने यो दरबार चाहिँ यस्तो रहेको थियो यो धेरै शताब्दी अगाडिकोहरू तैपनि अझै पनि यो पुरा मजबुतै देख्न सकिन्छ यति मजाले यो बुट्टाएर हालेको छ यहाँबाट भित्र हामी छिर्नेछौँ सुरु है यहाँ चाहिँ सङ्ग्रहालयमा चाहिँ माथि चाहिँ के छ भनेर यहाँले देखाउनु भएको रहेछ के रहेछ भन्ने कुराहरू विभिन्न पुरातात्विक सामानहरू अनि स्टार्टिङमा 1990 सालमा यहाँको संरचनाहरू कस्तो थियो भनेर यो सम्पूर्ण देखाएको रहेछ पहिला यो क्षेत्र चाहिँ कति 1990 सालतिरको रहेछ 1990 तिरको रहेछ यस्तो चाहिँ यो क्षेत्रहरू चाहिँ वरिपरिको भागहरू चाहिँ पुरा अनि यो पाटन दरबार क्षेत्र चाहिँ यो रहेछ पहिलातिर चाहिँ यहाँनिर पुरा खेतहरू बारीहरू थिएछ अहिले चाहिँ अब यहाँनिर चिन्दै नचिन्ने गरेको छ यहाँ चाहिँ अनि ठ्याक्कै दरबारको पछाडिपट्टि हाम्रो महाराजहरूको चाहिँ ठ्याक्कै यहाँनिर बगैँचा चाहिँ यो एरियाको चाहिँ पुरै सम्पूर्ण बगैँचाहरू देख्न सकिन्छ भने यहाँ अगाडि खुल्ला ठाउँ छ यो चाहिँ उहाँहरूको बगैँचा जाने ठाउँ यता हो भने उहाँहरू विश्राम लिने ठाउँहरू यता देख्न सकिन्छ यो चाहिँ ठ्याक्कै बगैँचा क्षेत्र चाहिँ यतातिर यो साइडमा पर्ने रहेछ यहाँभन्दा दरबारभन्दा पछिल्लो भागतिरको यो चाहिँ ठाउँ हो उहाँहरूको गार्डन यसो फ्रेस हुने ठाउँ रहेछ यो चाहिँ चिल हुने ठाउँ यहाँ पोखरी रहेछ नि त माछा साछाहरू पनि देखिने रहेछ अनि यो चाहिँ यो हामीले देख्न सकिन्छ यो धारा यो चाहिँ पानीको धाराको लागि बनाइएको यो होल यो सम्पूर्ण यो सबै चट्टानको ढुङ्गाको नि है यत्रो लामो यो काटेको जस्तो गरेर होइन बनाएको मान्छे चाहिँ पहिलाको मान्छेहरू चाहिँ कति चाहिँ मेहनती हुन्थेछ भन्ने कुरा चाहिँ हेरौँ न यो धाराहरू सबै हेर्नु त अनि बुट्टा चाहिँ हेरौँ न अनि यो त्यतिखेर हेरौँ त यस्तो यो खोप्नु कति लाग्यो अब भने चाहिँ म माथि सङ्ग्रहालयतिर नै उक्लिँदैछु अनि माथि के छ तपाईँलाई म सम्पूर्ण देखाउनेछु यहाँनिर यो प्राचीन कालमा चाहिँ यहाँका दरबारहरूको यो फोटो रहेछ यहाँ देखिदिनु भएको रहेछ यो यस्तो यस्तो थियो भनेर यो चाहिँ पुरा सुनको ढोकाहरू थिएछ पहिला चाहिँ हुन्छ तपाईँलाई अब माथि उक्लिँदैछु राजदरबारतिर भर्याङ पनि पुरा कति शताब्दी अगाडिको सखुवाकै काठ होइन हस्ताक्षरी यो त भर्याङ त यस्तो बुट्टा हानिदिनु भएको छ होइन आज चाहिँ हजुर यता त पसिएन त लास्टतिर हो त्यता छ नि एक राउन्ड जाउँ न जाउँ
यो चाहिँ यता लक रहेछ, यता त होइन रहेछ। ल यो 17 सेन्चुरीको यो 17 शताब्दीको यो 17 शताब्दी भनेको अहिले 21औं शताब्दी भयो र 17औं शताब्दी भनेको लगभग 400 वर्ष अगाडि है। 400 वर्ष अगाडि यो त स्टोनको रहेछ होइन त पुरै। अनि हेर्नु त अनि यस्तो है पहिलाको यसमा समयमा मान्छेले कति मिहिनेत गर्थेछ, मान्छे कति मिहिनेती थिएछ त। यो पुरा ढुङ्गाले खोपेर बनाइएको छ यो मूर्ति। यो पनि ढुङ्गाकै रहेछ सबै। यति मिहिनेत गरेर पहिलाको मान्छेहरू चाहिँ एकदमै मिहिनेती थिएछ। यस्तो ढुङ्गालाई खोपेर यस्तो राम्रो बनाउनु आकृतिहरू बनाउनु भएको छ। यहाँ पनि देख्न सकिन्छ। यो सबै स्टोनको रहेछ। अनि ग्यालेरी बी। अनि पहिला हाम्रो यो पाटन दरबारमा चाहिँ यहाँ चाहिँ 3 दर्जनभन्दा बढी राजाहरूले चाहिँ यो ठाउँबाट शासन गरेको भन्ने पाइन्छ। अनि हामीले इतिहासमा त्यही देख्न पाइन्छ। अनि यहाँको उहाँहरू कसरी ए सिंहासन चाहिँ त हो राजा बस्ने गद्दी। यो चाहिँ रुम यता बढिरहेको रहेछ राज। यो चाहिँ के हो खासै यसरी? यो बारेमा चाहिँ मलाई त्यस्तो धेरै जानकारी छैन। यति मजाले पुरा उयो गरेर राख्नु भएको छ। यो चाहिँ ठ्याक्कै जानकारी भएन। यहाँनिर भाषा पनि तर अर्कै कस्तो लेखेको रहेछ है। पहिलाको भाषा अर्कै थिए। यो राजाहरूले सेम टु सेम तिम्रो हैन पहिला उहाँहरूले युज गर्नुहुने यो के भन्छ यसलाई भने वाटर जार, यो लोटा। अनि ठ्याक्कै यो लोटाहरू चाहिँ बोतल पानी खाने उहाँहरूले युज गर्ने। अनि ठ्याक्कै यतापट्टि चाहिँ ठ्याक्कै उहाँहरूको बारदली चाहिँ यस्तो थियो हुन्थेछ ठ्याक्कै वरिपरि। यो दरबार चाहिँ कस्तो भने वरिपरि ठ्याक्कै छ। अनि बिचमा चाहिँ खाली जग्गा छ क्या यहाँनिर ठ्याक्कै। सम्पूर्ण यो हामीले देख्न सक्छौँ यो काठको यो लाग्छ। यो सखुवाको काठ होला। यो काठले बनिएको यहाँनिर देख्न सकिन्छ। अनि खुट्टाहरू त्यो समयमा चाहिँ त्यस्तो केही साधन पनि थिएन। त्यही पनि यो बुट्टाहरू चाहिँ यति मजाले मिहिनेतले बनाइएको छ क्या। यो साइज चाहिँ कस्तो छ? यो चाहिँ हाम्रो पूर्वकालीन राजाहरूको हातको साइजहरू भनेको चाहिँ पहिला मान्छेको कत्रो हुँदैछ है साइजहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो चाहिँ यहाँ माथिबाट देखिने दृश्य चाहिँ यस्तो छ। यो चाहिँ ठ्याक्कै यो सबै प्राङ्गणहरू हुन्। अनि यहाँ मुनि चाहिँ यो धारा देखिन्छ। यो धारा उब्जेकै हो नि पानीभित्रभित्र है। त्यो उब्जेको धारा हो नि होइन पानी उयो। ठ्याक्कै यो चाहिँ हाम्रो राजाहरू बस्ने उयो होला नि। ठ्याक्कै यो के भन्छ आँखा ठ्याक्कै यसरी बसेर यस्तो परसम्म त्यहाँ बस्ने होला ठ्याक्कै। अनि सिलिङ यो पुरा काठको हुँदैछ सबै सफाको है। अनि मन्दिर क्षेत्र यो बाटो नै दरबार पनि होइन पहिला यस्तो थिएछ। 1990 सालको अरे यो फोटोहरू। अनि यो कहाँनिर हो? यो धरारा है दरबार यस्तो थिएछ पहिला। अनि 1900 सालमा छैन 1900 मा यस्तो थिएछ। 1948 पहिला गाडी चाहिँ यसरी तारेको थिएछ है बिरुवाले।
गिफ्ट आएको हो यो हजुर नेपाल 1948 सालमा यो चाहिँ जर्मनले एउटा यो मर्सिडिज बेन्ज भन्ने चाहिँ हाम्रो राजा त्रिभुवन सरकारलाई चाहिँ गिफ्ट दिनुभएको रहेछ दिनुभएको रहेछ त्यति बेला त अनि बाटो पनि थिएन होला मान्छेले यसरी बोकेर जाँदैछ त्यति बेला त्यति बेलाको ओरिजिनल फोटो रहेछ त्यो चाहिँ यो बौद्ध स्तूपा बौद्धनाथ रहेछ 19 बौद्ध स्तूपहरू त्यस्तो वरिपरि यस्तो थिएछ है बारीहरू खेतहरू अहिले अब कस्तो छ 200 वर्ष 200-300 वर्ष नि भयो अगाडि चाहिँ यहाँभन्दा माथि पनि छ माथि त छैन रहेछ यहाँभन्दा माथि छैन यहाँबाट ओह्रालो झर्ने होला हामी ल आमामा यता चाहिँ यो बन्द छ सायद यहाँ चाहिँ राजाको खजानाहरू होला है यता चाहिँ हजुर है पहिला तपाईँको त्यस्तो केही पनि साधन पनि थिएन यो हातले बनाउँथ्यो अरे हौ केहरूले यसरी उयोले कुदेर बनाउँथ्यो कलर लगाएको हो यो यस्तै हो तर यस्तै पनि रहेछ यो के काठ हो यस्तो कालो सबै छ सबै हो अर्को दरबारको प्राङ्गणमा आइपुगेछौँ त होइन यो चाहिँ अर्कोपट्टिको दरबारको प्राङ्गण हो यो पुरानो यो संरचनाहरू यो एकदमै धेरै वर्ष 400 वर्ष लगभग 400 नै वर्ष अगाडिको हो भनौँ न यो संरचनाहरू अहिले पनि अझै पनि ताजा उस्तै देख्न सकिन्छ यो चाहिँ तपाईँको हामीले देख्न सकिन्छ कि यो पुरै यो छानाहरू चाहिँ पुरै ढुङ्गाको रहेछ त्यो ढुङ्गाको आकार ढुङ्गाको बुट्टा दिएर बनाइएको अनि यो सम्पूर्ण उयोहरू चाहिँ यो काठको सखुवाको काठको अनि यो बुट्टा अरूभन्दा पनि यो बुट्टाहरू चाहिँ एकदम मेहनतको साथ यो कुदेर बनाएको देख्न सकिन्छ यसलाई यो भुइँचालो पछिको केही संरचनाहरू चाहिँ केही फेरबदल भइएको छ किनभने भुइँचालोले गर्दाखेरि यहाँनिर बिग्रिएर फेरि पनि त्यो संरचनाहरू चाहिँ पुनर्निर्माण गर्दाखेरि चाहिँ केही यताउता भएको चाहिँ छ तर यो चाहिँ खास ओरिजिनल त्यो समयको संरचना चाहिँ यस्तो थियो यो चाहिँ पुरै देख्न सकिन्छ यो सुनको ढोका यो चाहिँ पहिला सुनको ढोका यहाँ यो सुनको ढोका देख्न सकिन्छ यो चाहिँ धारा अगाडिपट्टिको अघि हामी देख्न सकिन्थ्यौँ यो धारा पनि पुरै सुनको थिएछ यसको थोरै जानकारी तपाईँले दिनुहोस् न यो के हो यो दिनु न यो तालचाको विशेष तालचा चाहिँ यो चाहिँ है त्यो समयकै त हो नि यो अरूभन्दा पनि तपाईँको यो बुट्टाहरू देखेर चाहिँ मलाई अचम्म लाग्छ हौ लो मेहनत यस्तो गर्थ्यो पहिलाको मान्छेले यो चाहिँ धारा चाहिँ त देख्न सकिन्छ यो चाहिँ भित्रै यहीँनिर उब्जेर यो पानी चाहिँ भित्रभित्रै रसाउँदो रहेछ उहाँहरूले प्रयोग गर्ने धाराहरू चाहिँ आमामा पानी यस्तो चिसो छैन देख्न सकिन्छ यो चाहिँ पुरै ढुङ्गाले बनाएको रहेछ यस्तो राम्रो छ हो अनि यो वरिपरि यहाँ दरबार देख्न सकिन्छ अनि यो दरबारभन्दा केही भित्र चाहिँ यसरी बनाइएको छ अनि त्यहीँ भित्र धाराहरू अब चाहिँ भने म यो दरबार क्षेत्रबाट बाहिर निस्किँदैछु ल तपाईँहरू पनि यो क्षेत्रमा आउनुभएको छैन भने एकचोटि आउनु होला अनि यहाँनिर पूर्वकालीन राजाहरूले उहाँहरूको संरचनाहरूदेखि लिएर उहाँहरूले प्रयोग गर्नुभएको हरेक सामग्रीहरूदेखि लिएर हस्तकलाहरूदेखि लिएर त्यो समयको विभिन्न सामग्रीहरू हामीले सङ्ग्रहालयमा देख्न सक्ने रहेछौँ आजलाई भने यहाँको भिडियो यति नै मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला र भिडियोलाई लाइक कमेन्ट सेयर पनि गर्नु नबिर्सनु होला हस्त फेरि पनि हामी अब अर्को भिडियोतिर भेट्नेछौँ भिडियोलाई तपाईँले सक्दो सेयर गरिदिनु होला लाइक कमेन्ट गर्नु नबिर्सनु होला र च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब पनि गरिदिनु होला है त।